भारत विमान दुर्घटना। विमानको भग्नावशेषबाट 204 जनाको शव निकालियो। शव जलेर पहिचान गर्नै मुस्किल, 41 घाइतेको उपचार हुँदै। भारतको अहमदाबादमा दुर्घटनामा परेको विमानको भग्नावशेषबाट 204 जनाको शव निकालिएको छ। अहमदाबादका प्रहरी आयुक्तले हालसम्म 204 जनाको शव फेला पारिएको जानकारी दिएका हुन्। आयुक्त जीएस मल्लिकका अनुसार हालसम्म 41 जना घाइतेको उपचार भइरहेको छ। यसअघि प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार 242 जना मध्ये सबैको ज्यान गएको हुन सक्ने बताएको थियो। विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ। आयुक्त मल्लिकले यसअघि समाचार संस्था एपीलाई भनेका थिए। कार्यालयहरू समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीयको पनि ज्यान गएको हुन सक्ने बताइएको छ। विमानमा 12 जना चालक दलका सदस्य सहित 242 जना सवार थिए। दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानी पनि सवार थिए। उनी आफ्नी छोरी भेट्न लन्डन जाँदै थिए। 230 यात्रुमध्ये 169 जना भारतीय नागरिक छन्। त्यसैगरी 53 जना बेलायती, 7 जना पोर्चुगलका र 1 जना क्यानाडियन नागरिक पनि विमानमा सवार थिए। बिहिबार दिउँसो लन्डनको लागि उडेको एयर इन्डियाको विमान अहमदाबाद स्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। टेक अफ गरेको केही मिनेटभित्रै बोइङ 787 ड्रिम लाइनर विमान नजिकै रहेको चिकित्सकहरूको आवास क्षेत्रमा बज्रिन पुगेको थियो। अस्पतालमा मृतकका आफन्तहरूको भिड लागेको छ। मृतकहरूको पहिचान हुन नसक्ने गरी शव जलेको भनिएको छ। डीएनए टेस्ट गरेर मात्रै शवको पहिचान हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह घटनास्थल जाँदैछन्। गुजरात दुबईको गृह राज्य हो। एयर इन्डियाले दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल ब्ल्याक आउट गरेको छ। उडान भरेको केही समयपछि नै विमान अहमदाबादको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। अहमदाबादका विमानस्थलको टर्मिनल 1 का प्रबन्धकले बीबीसी हिन्दीलाई बताए अनुसार विमानस्थल क्षेत्र बाहिर बाक्लो धुवाँ देखिएको थियो। त्यसपछि सम्पूर्ण टोलीलाई अनुसन्धानका लागि घटनास्थल पठाइएको थियो। लन्डन उड्ने क्रममा टेकअफ लिएको केही बेरमै आकाशमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन्। विमान केही पर पुगेर आकाशमै आगो लागेको थियो। यसैबीच एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरले ट्विटर एकाउन्ट मार्फत एयर इन्डियाको उडान नम्बर 171 को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन्। उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका परिवारलाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन्। अहिले अहमदाबाद विमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरू